नमस्कार, हजुरहरूलाई शेयर गर युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामीले टाइप्स अफ ट्रेनको बारेमा सिक्दैछौँ। विशेष गरी ट्रेनहरू भनेको चाहिँ तीनवटा हुन्छ है। एउटा भनेको अप ट्रेन, अर्को भनेको साइडवेज ट्रेन र अर्को भनेको डाउन ट्रेन रहेको हुन्छ। जस अन्तर्गत हामी फर्स्टमा चाहिँ हामीले अप ट्रेनलाई हेर्छौँ। अप ट्रेन भनेको चाहिँ कस्तो हुन्छ भन्ने कुरा चाहिँ हामी एकचोटि चार्टबाट हेरौँ है त। अप ट्रेनको चार्ट हेरौँ। अप ट्रेनको चार्ट हेर्दाखेरि चाहिँ यस्तो खालको हुन्छ। जस अन्तर्गत यो माथि टपमा देखिराखेको यो ट्रेन लाइन देखिराख्नु भएको छ, ट्रेनतिर गइरहेको यो माथिको ट्रेन लाइन हो भने यो तलको बटमतिरको पनि अर्को ट्रेन लाइन यहाँ फर्मेसन भइरहेको छ र यो बीचको यहाँनिर देखिराख्नु भएको छ लोअर लोबाट लोअर हाई, फेरि लोअर हाई हुँदै हायर हाई, लोअर हाई र हायर हाई हुँदै यो जुन गइरहेको छ यो चाहिँ प्राइस लाइन हो है त। र प्राइस लाइन हो र सुरुमा जहिले पनि लोअरतिर हेर्ने हो भने बटमतिर हेर्ने हो भने चाहिँ सुरुमा लोअर लो फर्मेसन हुन्छ, त्यस पछाडि लोअर हाई हुँदै कन्टिन्यू माथितिर जान्छ भने टपतिर हेर्नु हो भने चाहिँ सुरुमा लोअर हाई फर्मेसन हुन्छ, त्यस पछाडि चाहिँ हायर हाई हुँदै मार्केट अपतिर जान्छ। यस्तो खालको मार्केटलाई चाहिँ अप ट्रेन मार्केट भनिन्छ, जसलाई हामीले चार्टबाट हेरौँ। चार्टमा हेर्दाखेरि चाहिँ यस्तो खालको प्याटर्नहरू देखिन्छ है त। अप ट्रेनको प्याटर्नहरू यहाँनिर सुरुमा भनेको अब यहाँनिर लोअर हाई फर्मेसन भएको छ, त्यस पछाडि मार्केट बढेर अर्को हायर हाई फर्मेसन भयो, त्यस पछाडि फेरि अर्को हायर हाई हुँदै यहाँनिर हायर हाई माथि बन्दै गएको छ भने सुरुमा यहाँ तलतिर बटमतिर हेर्नुहुन्छ भने यहाँनिर लोअर लो बन्छ, त्यस पछाडि लोअर हाई हुँदै मार्केट अप ट्रेनतिर जान्छ भने यसलाई चाहिँ हामीले अप ट्रेन मार्केट भनिन्छ। यसको अर्को नेक्स्ट एक्जाम्पल हेरौँ है। यहाँनिर पनि त्यही देखिराखेको छ। सुरुमा यहाँनिर लोअर हाई फर्मेसन भएको छ, त्यस पछाडि हायर हाई बन्यो, यहाँबाट अर्को हायर हाई बन्यो र फेरि यहाँ पनि अर्को हायर हाई देखिराखेको छ भने बटमतिर हेर्नुहुन्छ भने सुरुमा यहाँनिर लोअर लो बन्यो, त्यस पछाडि लोअर हाई हुँदै मार्केट चाहिँ अप ट्रेनतिर गइरहेको छ। अर्को भन्नुहुन्छ भने साइडवेज ट्रेन। साइडवेज ट्रेन भनेको चाहिँ कस्तो हुन्छ भने हामी साइडवेज ट्रेनको पनि यहाँ हेरिहालौँ है त चार्टमा। साइडवेज ट्रेनमा चाहिँ के देखिन्छ भने दुईवटा, एउटा रेसिस्टेन्ट जोन हुन्छ यहाँ माथितिर भने अर्को यहाँ बटमतिर चाहिँ एउटा सपोर्ट जोन हुन्छ र सपोर्ट जोन र रेसिस्टेन्टको बिचमा यो प्राइस लाइन हो। यो लाइनबाट देखाइरहेको कुरा चाहिँ यो प्राइस हो है त। र प्राइस चाहिँ रेसिस्टेन्टमा जाने र त्यसमा टच गरेर फेरि सपोर्टमा आउने, फेरि रेसिस्टेन्टमा जाने, सपोर्टमा आउने गरेर एउटा जोनमा चाहिँ प्राइस तलमाथि गरिरहेको छ भने यसलाई चाहिँ हामीले साइडवेज ट्रेन भनिन्छ। यसको पनि चार्टमा हेरौँ है। चार्टमा कस्तो देखिन्छ भने साइडवेज ट्रेनको चार्ट चाहिँ यस्तो हुन्छ है त। यहाँनिर देखिराख्नु भएको छ मार्केट यहाँबाट कन्टिन्यू डाउनफल भयो र एउटा सपोर्ट लेभलबाट उठेर माथि रेसिस्टेन्टमा गयो नखोज्यो, तर यो रेसिस्टेन्टमा गएर टच भएर फेरि तलै आएको छ। फेरि यसरी एउटा जोनमा जियोस्, यो जोनमा चाहिँ कन्टिन्यू प्राइस चाहिँ तलमाथिको मात्रै गरिरहेको छ यहाँनिर भने यसलाई चाहिँ हामीले साइडवेज ट्रेन भनिन्छ। साइडवेज ट्रेनको अर्को एक्जाम्पल हेर्दा यहाँ पनि त्यही खालको प्याटर्न बनिरहेको छ। तीनचोटि कन्टिन्यू रेसिस्टेन्टलाई टच गर्यो, फेरि त्यहाँबाट रिभर्सल भएर सपोर्ट लेभलमा आएको छ र सपोर्टमा पनि तीनचोटि चाहिँ टच गरेर माथि उठेको छ है त। यसरी एउटै जोनमा चाहिँ रेसिस्टेन्ट र सपोर्टको बिचमा प्राइस चाहिँ तलमाथि गर्छ भने चाहिँ यसलाई चाहिँ साइडवेज ट्रेन भनिन्छ। साइडवेज ट्रेनको यहाँनिर पनि अर्को एक्जाम्पल छ होइन। यहाँनिर पनि त्यही देखिराखेको छ। सपोर्ट लेभलमा आयो, रेसिस्टेन्टमा गयो, अलिकति बढ्न खोज्यो, फेरि माथि जान खोज्यो, सकेन, यही लेभलमा सपोर्ट बनायो, फेरि माथि उठ्यो भनेपछि यसरी प्राइस चाहिँ कन्टिन्यू एउटै जोनमा चाहिँ तलमाथि गर्छ भने यसलाई साइडवेज ट्रेन भनिन्छ। अर्को रहेको छ डाउन ट्रेन है त। डाउन ट्रेनको पनि हामी हेरिहालौँ है। डाउन ट्रेनमा चाहिँ कस्तो हुन्छ भने मार्केटमा सुरुमा टपमा प्राइस चाहिँ हायर हाई बनिरहेको हुन्छ। हायर हाईबाट चाहिँ अब टप साइडबाट हायर हाई बन्छ, त्यस पछाडि चाहिँ कन्टिन्यू लोअर हाई, यहाँनिर लोअर हाई फर्मेसन भयो, त्यहाँबाट फेरि घटेर अर्को लोअर हाई बन्यो र त्यसरी नै फेरि लोअर हाई फर्मेसन हुँदै जान्छ भने यता बटमतिर चाहिँ सुरुमा लोअर हाई हुन्छ, लोअर हाईबाट चाहिँ लोअर लो फर्मेसन हुन्छ, फेरि लोअर लो हुँदै कन्टिन्यू लोअर लोको प्याटर्नमा जान्छ है त। र यो बिचको प्राइस चाहिँ यहाँबाट बढेर सुरुमा हायर हाई बन्यो, त्यहाँबाट घटेर लोअर हाई बन्यो, फेरि बढेर लोअर हाई बन्यो, त्यस पछाडि फेरि लोअर लो बन्यो, फेरि बढेर लोअर हाई बन्यो, फेरि लोअर लोको बन्यो। यसरी नै प्राइस चाहिँ तलमाथि गरिरहेको छ भने यसलाई चाहिँ हामीले डाउन ट्रेन भनिन्छ। डाउन ट्रेनको चार्टमा हेर्दाखेरि कस्तो देखिन्छ भने हामीले यस्तो खालको प्याटर्न बनेको हुन्छ है त। यहाँनिर हामीले के देखिराखेको छ भने सुरुमा यहाँनिर हायर हाई नै छ, हायर हाईबाट यहाँनिर एउटा लोअर हाईबाट यहाँनिर जाँदाखेरि फेरि अर्को लोअर हाई यहाँनिर फर्मेसन बन्यो भने यहाँबाट फेरि अर्को जहाँ चाहिँ लोअर लो बन्यो, फेरि यहाँ माथि जाँदा लोअर हाई, यहाँबाट लोअर हाई हुँदै कन्टिन्यू मार्केट चाहिँ डाउनफल भएर तलसम्म आएको छ है त। यसलाई भन्छ हामीले डाउन ट्रेन भनिन्छ। डाउन ट्रेनको अर्को पनि सबैभन्दा सुरुमा हायर हाई टप छ यहाँनिर होइन, टपमा हायर हाई बन्यो, त्यहाँबाट डाउनफल भएर यहाँनिर लोअर हाई बन्यो, लोअर हाईबाट अब माथि जाँदाखेरि फेरि लोअर हाई नै बन्छ, त्यस पछाडि चाहिँ यहाँ लोअर लो, यहाँ लोअर हाई, यहाँ लोअर लो हुँदै यसरी कन्टिन्यू डाउनफल भएको छ भने यसलाई चाहिँ हामीले
डाउन ट्रेन्ड भनिन्छ। हाम्रो नेक्स्ट टपिक रहेको छ सपोर्ट एन्ड रेसिस्टेन्स। विशेष गरी सपोर्ट एन्ड रेसिस्टेन्स पनि 4 खालको हुन्छ भन्ने कुरा हामीले अगाडिको भिडियोमा पनि हेरेका छौँ र आज चाहिँ यो 4वटा सपोर्ट एन्ड रेसिस्टेन्सलाई चाहिँ हामी डिटेलली सिक्ने छौँ है त। ल फर्स्टमा रहेको छ हाम्रो होरिजेन्टल सपोर्ट एन्ड रेसिस्टेन्स, सेकेन्ड रहेको छ ट्रेन्ड लाइन सपोर्ट एन्ड रेसिस्टेन्स र थर्ड रहेको छ मुभिङ एभरेज सपोर्ट एन्ड रेसिस्टेन्स र फाइनली फोर्थमा रहेको छ हाम्रो फिबोनाची सपोर्ट एन्ड रेसिस्टेन्स। फर्स्ट अफ अल चाहिँ हामी होरिजेन्टल सपोर्ट हेर्छौँ है त। होरिजेन्टल सपोर्ट एन्ड रेसिस्टेन्स हुन्छ, त्यस अन्तर्गत पनि हामीले होरिजेन्टल सपोर्ट हेर्छौँ र होरिजेन्टल सपोर्टलाई चाहिँ हामीले चार्टमा हेर्दा कस्तो खालको देखिन्छ भने यस्तो खालको देखिन्छ है त। यहाँनिर कस्तो हुन्छ भने जहिले पनि सपोर्ट र रेसिस्टेन्स भन्ने कुरा चाहिँ एउटा लाइनले मात्रै डिफाइन गर्दैन, यसको चाहिँ एउटा पुरै जोन रहेको हुन्छ र कुनै पनि हैन प्राइस चाहिँ यसरी मार्केट बढ्दै बढ्दै गर्दाखेरि मार्केट अप हुँदै हुँदै गर्दाखेरि चाहिँ कुनै पनि एउटा लेभलमा आएर चाहिँ कुनै पनि एउटा होरिजेन्टल लेभलमा आएर चाहिँ कन्टिन्यू प्राइसले चाहिँ टच गर्दै त्यहाँबाट रिभर्सल लिन्छ भने त्यसलाई चाहिँ हामीले सपोर्ट लेभल भनिन्छ र सपोर्ट यस्तो होरिजेन्टल सपोर्ट ड्र गर्नको लागि चाहिँ कम्तीमा पनि दुईचोटि चाहिँ 2 टाइम्स चाहिँ त्यही ठाउँमा आएर चाहिँ मार्केटले चाहिँ रिभर्सल दिएको हुनुपर्छ र यहाँबाट एकचोटि टच गरेर मार्केट उभो गइरहेको थियो, त्यस पछाडि फेरि यहाँनिर आएर डाउनफल भएको छ र हामीले यसको बेसिसमा चाहिँ हामीले एउटा होरिजेन्टल लाइनलाई चाहिँ ड्र गरेको छौँ। त्यही होरिजेन्टल एउटा सपोर्टमा आएर चाहिँ यहाँनिर फेरि अर्को खेप मार्केटले रिभर्सल दिएको छ। यसरी कुनै पनि एउटा होरिजेन्टल सपोर्टमा आएर चाहिँ मल्टिपल टाइम मार्केटले चाहिँ रिभर्सल लिन्छ भने त्यसलाई चाहिँ हामी होरिजेन्टल सपोर्ट भनिन्छ। नेक्स्ट यसको एक्जाम्पल हेरौँ, यहाँनिर पनि त्यही भइसकेको छ है त। यहाँ फर्स्टमा मार्केट डाउनफल हुँदै हुँदै गर्दाखेरि यहाँबाट उठेको थियो, उठेर मार्केट अलिकति माथि गयो, फेरि त्यही लेभलमा आएर फेरि अलिकति माथिबाट डाउनफल भएर त्यही लेभलमा आएर उठ्यो र फेरि मार्केट एकदम माथि बढेर गयो, फेरि त्यसबाट मार्केट डाउन हुँदै हुँदै गर्दाखेरि त्यही लेभलमा आएर उठेको छ र फेरि उठेर अलिकति माथि गएर फेरि त्यही लेभलमा आएर सपोर्ट लिएर मार्केट उठ्न खोज्दैछ। यसरी मल्टिपल टाइम चाहिँ त्यही लेभलमा आएर चाहिँ मार्केटले चाहिँ टेस्ट गर्दै अथवा टच गर्दै रिभर्सल लिन्छ भने चाहिँ हामीले त्यसलाई चाहिँ सपोर्ट भनिन्छ र यस्तो स्ट्रेट लाइनमा एउटा सपोर्ट बन्छ भने चाहिँ त्यसलाई हामी होरिजेन्टल सपोर्ट भनिन्छ। नेक्स्टमा छ हाम्रो होरिजेन्टल रेसिस्टेन्स। होरिजेन्टल रेसिस्टेन्स पनि कस्तो हुन्छ भन्ने कुरा डाइरेक्टली हामी चार्टमा हेरौँ र त्यस पछाडि होरिजेन्टल रेसिस्टेन्सको बारेमा पनि कुरा गरौँ। होरिजेन्टल रेसिस्टेन्स पनि सपोर्ट जस्तै हो, तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि टपमा चाहिँ बटममा बन्छ होरिजेन्टल सपोर्ट भने होरिजेन्टल रेसिस्टेन्स चाहिँ अब टपमा बन्छ र यहाँ पनि त्यही हुन्छ है त। मार्केट बढ्दै जाँदाखेरि एउटा लेभलमा गएर चाहिँ मार्केटले चाहिँ अब टच गर्छ अथवा त्यो लेभलबाट चाहिँ मार्केट रिभर्सल हुन्छ र फेरि कन्टिन्यू माथि बढ्छ र त्यही लेभलबाट मार्केट चाहिँ रिभर्सल लिन्छ भने 2 टाइम्स सुरुमा एउटा होरिजेन्टल रेसिस्टेन्स बन्नको लागि चाहिँ 2वटा टपहरू चाहिँ बन्नुपर्छ है त। 2वटा टपहरू बन्नुपर्छ र त्यही 2वटा टपहरूको आधारमा हामीले एउटा होरिजेन्टल रेसिस्टेन्स जोन चाहिँ ड्र गर्छौँ र त्यो जोनमा चाहिँ नेक्स्ट टाइम पनि हैन टच गर्दै मार्केट चाहिँ रिभर्सल लिन्छ भने त्यसलाई चाहिँ हामीले होरिजेन्टल रेसिस्टेन्स भनिन्छ। यहाँनिर देखिराख्नु भएको छ एक्जाम्पलमा माथिबाट एउटा होरिजेन्टल रेसिस्टेन्स लाइनहरू ड्र भइरहेको छ र मल्टिपल टाइम चाहिँ प्राइसले चाहिँ त्यो रेसिस्टेन्स जोनलाई चाहिँ टच गर्दै रिभर्सल भइरहेको छ। यसलाई चाहिँ हामीले होरिजेन्टल रेसिस्टेन्स भन्छौँ। होरिजेन्टल रेसिस्टेन्सको एक्जाम्पल पनि यहाँ देखिराख्नु भएको छ, यहाँनिर पनि त्यही भएको छ है त। फर्स्टमा अब यो र यो 2वटा पोइन्टहरूले चाहिँ रेसिस्टेन्स लेभल टच गर्यो र हामीले एउटा रेसिस्टेन्स जोन बनायौँ र नेक्स्टचोटि पनि मार्केट बढ्दै जाँदाखेरि यो लेभल छेउछाउ पुगेर रिभर्सल भएको छ भने नेक्स्टचोटि फेरि मार्केट बढ्दाखेरि यहाँनिर पुगेर रिभर्सल भयो र फेरि पनि यो लेभलबाट रिभर्सल भएको छ भनेपछि यसलाई चाहिँ हामीले होरिजेन्टल रेसिस्टेन्स भनेर चाहिँ भन्छौँ है त। अर्को रहेको छ हाम्रो ट्रेन्ड लाइन सपोर्ट। अब ट्रेन्ड लाइनको कुरा गर्नुपर्दा ट्रेन्ड लाइनको पनि अब डिटेल भिडियो बनाउने हो भने चाहिँ एउटा छुट्टै लामो भिडियो नै बन्छ हैन। ट्रेन्ड लाइनको पनि अब 3वटा ट्रेन्डहरू हुन्छ, जस्तै अब हामीले स्ट्यान्डर्ड ट्रेन्ड लाइन भन्छौँ 45 डिग्रीको हैन, र अब 45 डिग्री भन्दा तलको ट्रेन्ड लाइन स्यालो ट्रेन्ड लाइन र 45 डिग्री भन्दा माथिको ट्रेन्ड लाइन स्टिप ट्रेन्ड लाइन भनेर हामीले 3वटा ट्रेन्ड लाइन हुन्छ र ट्रेन्ड लाइनले पनि त्यही सपोर्ट र रेसिस्टेन्सको काम गरिरहेको हुन्छ र अब हामी चाहिँ आज चाहिँ नर्मल ट्रेन्ड लाइनको सपोर्ट र रेसिस्टेन्सलाई मात्रै हेर्छौँ है त। चार्टमा हेर्नुपर्दा यस्तो खालको देखिन्छ ट्रेन्ड लाइन हैन। अब यो चाहिँ लगभग 45 डिग्रीको अब स्ट्यान्डर्ड ट्रेन्ड लाइन देखिराखेको छ। यहाँनिर चाहिँ के भइरहेको छ भन्दाखेरि मार्केट चाहिँ अब यहाँबाट डाउनफल हुँदै हुँदै गर्दाखेरि यो ट्रेन्ड लाइनबाट मार्केट उठेको छ र कन्टिन्यू मार्केट चाहिँ बढेर फेरि अलिकति डाउन हुन खोज्दाखेरि रिभर्सल लिँदाखेरि चाहिँ एउटा ट्रेन्ड लाइनको सपोर्ट बनाएर फेरि मार्केट चाहिँ रिभर्सल हुँदै माथि गएको छ। फेरि त्यसबाट अलिकति रिभर्सल भएर तल डाउनफल हुँदाखेरि चाहिँ रिट्रेस लिँदाखेरि
चाहिँ फेरि ट्रेन्ड लाइनकै सपोर्ट बनाएर मार्केट कन्टिन्यू अप ट्रेन्ड गएको छ भनेपछि यसरी मल्टिपल टाइम चाहिँ एउटा ट्रेन्ड लाइनलाई चाहिँ टच गर्दै मार्केट चाहिँ रिभर्सल लिन्छ भने यसलाई चाहिँ हामीले ट्रेन्ड लाइन सपोर्ट भनिन्छ। नेक्स्ट एक्जाम्पल हेरौँ ट्रेन्ड लाइन सपोर्टको। अब यहाँनिर चाहिँ डाउनफल है, डाउन ट्रेन्ड जाँदै गर्दाखेरि ट्रेन्ड लाइनको सपोर्ट बनाएर चाहिँ मार्केट कन्टिन्यू डाउनफल भइरहेको छ। यहाँनिर देखिन्छ कि मार्केट यहाँ टपबाट चाहिँ अब तल जाँदै गर्दा है त टपबाट रिभर्सल हुँदै गर्दाखेरि यहाँनिर एकचोटि ट्रेन्ड लाइनमा सपोर्ट बनायो, फेरि मार्केट उठ्न खोज्यो, सकेन, त्यहाँबाट फेरि डाउनफल भयो, फेरि अर्कोचोटि यहाँ ट्रेन्ड लाइनमा टच गर्न आइपुग्यो र फेरि उठ्न खोज्यो, फेरि सकेन, फेरि डाउनफल हुँदै गर्दाखेरि कन्टिन्यू यही प्याटर्नमा चाहिँ मार्केट चाहिँ डाउनफल हुँदै गएको छ र प्रत्येकचोटि ट्रेन्ड लाइनको नजिकै हुँदै अथवा ट्रेन्ड लाइनलाई टच गर्दै मार्केट चाहिँ डाउनफल भएको छ। यहाँनिर त्यो कुरा देखिराख्नु भएको छ। ट्रेन्ड लाइन रेसिस्टेन्स है त। अब ट्रेन्ड लाइन रेसिस्टेन्सलाई पनि एकचोटि हेरौँ है। अब ट्रेन्ड लाइन रेसिस्टेन्स चाहिँ कस्तो हुन्छ भन्दा यो पनि होइन, अब ट्रेन्ड लाइन माथिबाट हामीले ड्र गरिरहेको छौँ। अब ट्रेन्ड लाइन ड्र गर्ने क्रममा चाहिँ अब मार्केट चाहिँ सुरुमा बढ्दैछ होइन, यहाँबाट तलबाट बढ्दै बढ्दै गयो, यहाँनिर रेसिस्टेन्स बनायो, यहाँनिर टच गरेर मार्केट रिभर्सल भयो र फेरि बढ्ने क्रममा लगभग ट्रेन्ड लाइनको नजिकै पुगेर मार्केट रिभर्सल भएको छ, फेरि मार्केट डाउनफल भएर फेरि मार्केट बढ्दै गर्दाखेरि फेरि पनि ट्रेन्ड लाइनलाई टच गरेर मार्केट रिभर्सल भएको छ। यसरी 2 टाइम्स भन्दा बढीचोटि चाहिँ मार्केट चाहिँ एउटा लाइनमा अथवा एउटा ट्रेन्ड लाइनमा गएर चाहिँ मार्केट चाहिँ डाउनफल हुन्छ भने चाहिँ यसलाई चाहिँ हामीले ट्रेन्ड लाइन रेसिस्टेन्स भन्छौँ। ट्रेन्ड लाइन रेसिस्टेन्सको अर्को पनि एक्जाम्पल हेर्दाखेरि यहाँ चाहिँ ट्रेन्ड लाइन चाहिँ अब डाउनफल हुँदाखेरि पनि ट्रेन्ड लाइन रेसिस्टेन्सले चाहिँ काम गरिरहेको छ। मल्टिपल टाइम चाहिँ अब रेसिस्टेन्सको नियरेस्ट पुग्दै अब रेसिस्टेन्सलाई टच गर्दै मार्केट डाउनफल भइरहेको छ। यसलाई चाहिँ हामीले ट्रेन्ड लाइन रेसिस्टेन्स भन्छौँ। अर्को रहेको छ हाम्रो मुभिङ एभरेज सपोर्ट है त। मुभिङ एभरेज सपोर्ट चाहिँ अब कस्तो हुन्छ भन्ने कुरा चाहिँ हामी चार्टबाट एकचोटि हेरौँ है। अब यहाँनिर चाहिँ यो देखिराखिएको छ जुन होइन, यो जुन लाइन देखिराखिएको छ, यो लाइन भनेको चाहिँ हाम्रो चाहिँ मुभिङ एभरेजको 20 SMA 20 भन्छ होइन, SMA 20 लाइन हो र SMA 20 लाइनले पनि एउटा सपोर्टको काम गर्छ भन्ने कुरा चाहिँ हामीले यो चार्टबाट देखाउन खोजिरहेका छौँ। र मार्केट चाहिँ अप ट्रेन्ड जाँदाखेरि है त यो तलको लेभलबाट चाहिँ मार्केट अप ट्रेन्ड जाँदै गर्दाखेरि कन्टिन्यू मार्केट चाहिँ अब यो एउटा मुभिङ एभरेज 20 SMA 20 लाई चाहिँ सपोर्ट बनाउँदै मार्केट चाहिँ यहाँबाट सपोर्ट बनाएर एकचोटि उठेको छ, फेरि माथि जाँदै गर्दाखेरि यही मुभिङ एभरेज 20 लाई सपोर्ट बनाएर फेरि उठेको छ। यसरी फेरि यहाँनिरबाट पनि फेरि यसैलाई सपोर्ट बनाउँदै यहाँसम्म चाहिँ यसको सपोर्टलाई चाहिँ भ्यालिड गर्दै मार्केट अप ट्रेन्डतिर गइरहेको छ भने अब यो पनि एउटा मुभिङ एभरेजको सपोर्ट भनेर हामीले चाहिँ यसलाई पनि एउटा मुभिङ एभरेजको सपोर्टको रूपमा लिन सक्छौँ। अर्को रहेको छ यहाँनिर पनि मुभिङ एभरेजको एउटा अर्को पनि एक्जाम्पल होइन, यहाँनिर पनि त्यही भएको छ। सुरुमा मार्केट डाउनबाट उठ्दै गर्दाखेरि मुभिङ एभरेज लाइन सँगसँगै उठेको छ, यहाँबाट अलिकति माथि उठ्यो, फेरि डाउन हुन खोज्दाखेरि चाहिँ मुभिङ एभरेजकै सपोर्ट बनाएर माथि गएको छ र त्यस पछाडि फेरि मुभिङ एभरेजको सपोर्टमै आएर मार्केट फेरि उठ्दै गरेर मार्केटले चाहिँ एउटा अप ट्रेन्ड चाहिँ माथिसम्म गएर चाहिँ मुभिङ एभरेज चाहिँ ब्रेक डाउन गरेको छ। यो पनि एउटा मुभिङ एभरेजको सपोर्टको काम चाहिँ गरिरहेको छ है त। अब नेक्स्ट एक्जाम्पल हेर्दाखेरि हामीले मुभिङ एभरेजको रेसिस्टेन्स है त। मुभिङ एभरेजमा अब रेसिस्टेन्सले कसरी काम गर्छ, मुभिङ एभरेजले चाहिँ अब रेसिस्टेन्स कसरी काम गर्छ भन्ने कुरा चाहिँ एकचोटि चार्टमा गएर हेरौँ है। यहाँनिर मार्केट कन्टिन्यू डाउनफल भइरहेको छ र डाउनफल हुँदै गर्दाखेरि यहाँबाट मार्केट उठ्न रिभर्सल लिन खोजेर उठ्न खोज्दाखेरि मुभिङ एभरेज लाइनलाई टच गरेर यसले रेसिस्टेन्सको काम गरेर मार्केट फेरि डाउनफल भएको छ, फेरि मार्केट उठ्न खोज्दा फेरि अर्कोचोटि पनि मुभिङ एभरेज लाइनलाई नै टच गरेर मार्केट डाउनफल भएको छ। यसरी मल्टिपल टाइम चाहिँ मार्केट उठ्न खोज्दाखेरि चाहिँ मुभिङ एभरेज लाइनलाई नै रेसिस्टेन्स बनाएर मार्केट डाउनफल गइरहेको छ, यहाँनिर देखिराखेको छ है त। ल अर्को मुभिङ एभरेज लाइनको रेसिस्टेन्स हेरौँ। अब यहाँनिर पनि त्यही देखिराखेको छ। सुरुमा यहाँनिर मुभिङ एभरेज लाइनलाई टच गरेर मार्केट डाउनफल भयो, फेरि अलिकति उठ्न खोज्यो तर त्यही लेभलमा फेरि मुभिङ एभरेज लाइनलाई टच गरेर डाउनफलै भएको छ। यसरी कन्टिन्यू मुभिङ एभरेज लाइनलाई चाहिँ टच गर्दै मार्केट डाउनफल भइरहेको छ। त्यसैले यहाँ चाहिँ मुभिङ एभरेज लाइनले चाहिँ एउटा रेसिस्टेन्सको रोल चाहिँ खेलिरहेको छ है त। अर्को रहेको छ हाम्रो फिबोनाची सपोर्ट एन्ड रेसिस्टेन्स। अब फिबोनाची सपोर्ट एन्ड रेसिस्टेन्स, फिबोनाचीको पनि अब दुईवटा हुन्छ है। फिबोनाचीको एउटा रिट्रेसमेन्ट हुन्छ भने अर्को एक्सटेन्सन हुन्छ र अब यसको बारेमा डिटेलली कुरा गर्ने भने चाहिँ एउटा छुट्टै भिडियो नै बन्छ, पुरै एउटा छुट्टै भिडियो नै बन्छ। फिबोनाची सपोर्ट एन्ड रेसिस्टेन्स कसरी ड्र गर्ने होइन र कसरी यसको सपोर्ट रेसिस्टेन्सहरू चाहिँ हामीले आइडेन्टिफाई गर्ने भन्ने विषयमा चाहिँ छुट्टै एउटा पुरै क्लासै बन्छ अथवा एउटा 10-15-20 मिनटको एउटा भिडियो बन्छ। र पनि अब हजुरहरूलाई नर्मल फिबोनाची सपोर्ट एन्ड रेसिस्टेन्स कस्तो हुन्छ भन्ने बारेमा चाहिँ छोटो
यहाँनिर चाहिँ जानकारी मात्रै दिन गइरहेको छु। अब चार्टमा हेर्दाखेरि यहाँनिर फिबोनाची हामीले फिबोनाचीको यहाँनिर एक्सटेन्सन मैले लगाइरहेको छु हैन। फिबोनाचीको एक्सटेन्सन लगाइरहेको छु र यहाँनिर मार्केट अप ट्रेन्ड जाँदै जाँदै गर्दाखेरि यहाँनिर एकचोटि पिक बनायो, टप बनाइसकेपछि रेड क्यान्डलहरु फर्मेसन हुँदै हुँदै डाउनफल जाँदै गर्दाखेरि मैले यहाँबाट एउटा फिबोनाची रिट्रेसमेन्ट लाइन लगाएको छु र फिबोनाची रिट्रेसमेन्ट लाइनले चाहिँ के गरेको छ भने फर्स्ट चोटि चाहिँ है यहाँनिर चाहिँ सपोर्टको काम गरिरहेको छ। फिबोनाचीले मार्केट यहाँबाट टपबाट डाउन हुँदै गर्दाखेरि यो रेड लाइनमा एकचोटि सपोर्ट बनाएर उठ्न खोजेको छ, तर पनि उठ्न सकेन। त्यहाँबाट कन्टिन्यू डाउनफल भयो र यहाँनिर फेरि फिबोनाचीको 0.618 लाइनमा आएर चाहिँ फेरि सपोर्ट बनाएको छ, सपोर्ट बनाएर माथि उठ्न खोज्यो तर पनि सकेन। र फेरि नेक्स्ट चोटि चाहिँ हाम्रो फिबोनाचीको 1.618 को जुन यो लाइन छ त्यसमा आएर चाहिँ सपोर्ट लिएर चाहिँ मार्केटले रिभर्सल लिएको छ। यसरी फिबोनाचीको पनि फिबोनाचीले पनि एउटा सपोर्टको काम गरिरहेको हुन्छ है त। यसलाई पनि हामीले हेरेर हामीले सपोर्टलाई चाहिँ हामीले आइडेन्टिफाई गर्न सक्छौं। अर्को रहेको छ हाम्रो फिबोनाची सपोर्टको नेक्स्ट एक्जाम्पल रहेको छ, यहाँनिर पनि देखिराख्नु भएको छ हैन। यहाँनिर चाहिँ हामीले फिबोनाची एक्सटेन्सनको युज गरिरहेको छौं हैन, यहाँनिर देखिराख्नु भएको छ। र यहाँबाट चाहिँ के भइरहेको छ भने मार्केट एकचोटि यहाँनिर टप बनाएको छ, टप बनाइसकेपछि हामीले फिबोनाची एक्सटेन्सन ड्र गरेका छौं। त्यसपछि मार्केट डाउनफल हुँदै 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 गर्दाखेरि चाहिँ एकैचोटि अब यो लाइनमा फिबोनाचीको यो 0.618 मा टच गरेर यहाँबाट अब रिभर्सल हुन दुईवटा ग्रीन क्यान्डलहरु चाहिँ देखियो तर पनि सकेन। त्यसपछि कन्टिन्यू 1.618 को लाइनमा आएर चाहिँ मार्केटले चाहिँ रिभर्सल लिएको छ। अर्को पनि यहाँनिर एक्जाम्पल सेम देखिराखेको छ हैन। यहाँनिर टप बनायो, टप बनाइसकेपछि हामीले फिबोनाची एक्सटेन्सन लगायौं। त्यसपछि चाहिँ फिबोनाचीको त्यही 1.618 को लाइनमा चाहिँ आएर चाहिँ मार्केटले चाहिँ रिभर्सल लिएको छ। फिबोनाची रेसिस्टेन्स, अब फिबोनाची रेसिस्टेन्स कस्तो हुन्छ भन्ने कुरा पनि एकचोटि चार्टमा गएर हेरौं है। फिबोनाचीले अब रेसिस्टेन्सको काम गरिरहेको हुन्छ है त। मार्केट यहाँबाट डाउनफल हुँदै हुँदै गयो हैन, डाउनफल हुँदै गइसकेपछि मार्केट उठ्दैछ, उठ्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ सुरुमा चाहिँ अब यो मार्केट चाहिँ उठेर बढेर कहाँसम्म जान्छ, जस्तै यो सुरुबाट यहाँ तलबाट चाहिँ मार्केट अपट्रेन्ड हुँदै हुँदै गयो र यहाँबाट डाउनफल भयो। यो डाउनफल भइसकेपछि मार्केटले अब ग्रीन क्यान्डलहरु बनाउन थाल्यो र ग्रीन क्यान्डलहरु बनाउँदाखेरि चाहिँ हामीले अब यो मार्केट उठेर चाहिँ कहाँसम्म जान्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गर्नको लागि फिबोनाची यहाँनिर एक्सटेन्सनको युज गरेका छौं र एक्सटेन्सन युज गर्दाखेरि मार्केट चाहिँ यो लेभलसम्म जान्छ भन्ने खालको प्रिडिक्सन गरेको छ र त्यही अनुसार मार्केट अपट्रेन्ड जाँदै जाँदै गर्दाखेरि लगभग 0.618 लाई चाहिँ ब्रेकआउट दियो स्ट्रङली र मार्केट अलिकति माथि गएर फेरि यसलाई सपोर्ट बनाएको छ र माथि जाँदै गर्दाखेरि चाहिँ 1.618 मा गएर चाहिँ मल्टिपल टाइम चाहिँ रेसिस्टेन्सको काम गरेर चाहिँ मार्केटले चाहिँ अब काम गरिरहेको छ। यहाँनिर फिबोनाची रेसिस्टेन्स मजाले देखिराखेको छ है त। नेक्स्ट एक्जाम्पलमा पनि अब त्यही भइरहेको छ है। मार्केट डाउनफल भइरहेको छ, डाउनफल हुँदै हुँदै गर्दाखेरि यो लेभलमा एउटा सपोर्ट बनायो, सपोर्ट बनाइसकेपछि हामीले फिबोनाचीको हामीले चाहिँ रिट्रेसमेन्ट ड्र गर्यौं। रिट्रेसमेन्ट ड्र गरिसकेपछि मार्केटले चाहिँ अब कहाँसम्म चाहिँ एउटा हाम्रो रेसिस्टेन्स छ मार्केटमा भन्ने कुरा हेर्यौं। फर्स्ट रेसिस्टेन्स भनेको यो रेड लाइनलाई मानिन्छ र यदि रेड लाइन चाहिँ ब्रेकआउट भयो भने चाहिँ हामीले चाहिँ फर्स्ट इन्ट्री पनि बनाइन्छ है, फर्स्ट इन्ट्री बनाइन्छ र दोस्रो हाम्रो रेसिस्टेन्स भनेको चाहिँ यसलाई मानिराखेको हुन्छ हैन 0.618। अब यो 618 रेसिस्टेन्स भयो भने हाम्रो सेकेन्ड इन्ट्री हुन्छ र अब फाइनल रेसिस्टेन्स चाहिँ हामीले यसलाई 1.618 लाई चाहिँ मानिरहेको हुन्छौं र त्यही अनुसार चाहिँ 1.618 लाई चाहिँ भ्यालिड भएर चाहिँ रेसिस्टेन्सले भ्यालिड भएर यहाँबाट मार्केट चाहिँ डाउनफल भइरहेको छ। ल हजुरहरुलाई अब आजको भिडियो कस्तो लाग्यो हैन, आई होप यो भिडियो हजुरहरुलाई राम्रो लाग्यो होला हैन र हजुरहरुले धेरै कुरा सिक्नु भयो होला। अब अर्को भिडियोमा फेरि हामी भेट्ने छौं। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरुलाई थ्यांक यू सो मच।